सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा 15 दिनभित्र लिखित जवाफ माग गरेको छ। न्यायाधीश नृपदोज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनवाईपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले यही कार्तिक 12 गते रिट दायर गरेका थिए। रिट निवेदनमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक लगायतमाथि गैर कानूनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानूनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो, तर अन्तरिम आदेश भने जारी भएन। गत भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक सहित 5 जनाको राहदानी रोक्का गर्न दिएको सिफारिस बमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो। आयोगले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक सहित तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्न सिफारिस गरेको थियो।